आजको जाम 1 तारिक मान्छे धेरै घुम्नुहुन्छ त्यही भएर धेरै जाम छ यताहरू त्यस्तै देखिसक्यो जाम छ अनि आज चाहिँ घुम्न आएको थिएँ र त्यहीँ पर झरिहाल्यो धेरै टाइम लाग्ने रहेछ मान्छे चाहिँ नजिक छैन बाफ्रे बा जाम त नि आज यति धेरै छ कि बाफ है फर्स्ट टाइम हो यसरी होइन म धेरै जाममा परेँ साथीहरू तपाईँ पनि अब यस्तो छुट्टीको बेला चाहिँ आयो भने चाहिँ यति धेरै जाम हुन्छ कि यहाँ मान्छेहरू पनि धेरै हुन्छ कि मान्छेभन्दा धेरै गाडी हुन्छ कि अनि त्यही भएर गाडीमा बस्यो भने त्यहाँ 5 मिनट पुग्ने ठाउँमा त 1 घन्टा लागिन्छ कि त्यही भएर नि म चाहिँ त्यहीँ पर झरेँ अनि झरेर अहिले कतिर जाँदैछु कता फेरि जाने थाहा पनि छैन यार यति धेरै भिड छ ट्रेनमा आउँदै हुन्छ है जानुहुन्छ सिग्नल भइरहेछ नि सो यता जानुपर्ने हुन्छ म चाहिँ हुन्छ टेम्पो त त्यहाँ नि त धेरै मान्छे भएको कारण अब गाह्रो हुन्छ सो यहाँ प्राइस त्यो चाहिँ इन्डियाको तामिल हुन्छ नि यिनीहरू धेरै आउँछ कि अनि यस्तो के अरे त्यो भयो नि के अरे अब यिनीहरूको त खासमा त्यही अब हिन्दूहरूको मन्दिर छ नि त यहाँ बाटोको माथामा अनि मान्छेले यति धेरै देखिन्छ अब मलेसियामा यस्तो ठाउँमा घुम्नु एक्लै हान्छ नि गाह्रै हुन्छ मान्छे छोरा छ नि त यहाँ यति भिड छ कि त्यो तपाईँ देख्न सक्नुहुन्छ कता जाने आउनु पर्छ नि भोकमा लागेको छ कति जाम हेर त्यस्तै तपाईँ देख्नुहुन्छ आज त यति धेरै जाम छ नि होइन मन्दिर चाहिँ बाटोको ठ्याक्कै लोकेसन चाहिँ हो अस्ति मिनिट बिहा थियो गरी पनि हुनेछ सो म चाहिँ अब जाम आएको तर यहाँ मान्छेहरू धेरै वेट जस्ट 1 सेकेन्ड सो यहाँ धेरै जाम छ क्या त्यही भएर अनि जानुपर्ने हुन्छ गाडी राख्नु मान्छे त छोरा छैन यार यो यस्तो भिड यसरी अब नेपालीहरू त खासै हुँदैन यसमा होइन प्रायः जस्तो इन्डियातिर त त्यो कालहरू काम गरिदिन्छ कि मान्छेहरू त यति धेरै छ नि तपाईँहरू हेर्न सक्नुहुन्छ त्यस्तो छ है अनि यो चाहिँ बाटोकै के अरे मतलब यहाँको मतलब धार्मिक स्थलको यो हो मेन भनेको चाहिँ यसलाई चाहिँ भन्छ टिकट धेरै छ है अनि अहिले चाहिँ म एक्लै छु साथीहरू चाहिँ यताबाट आउँदैछ कि ट्रेनमा पर्खिँदैछु नेपालीहरू चाहिँ भेटेको छैन तपाईँ अब यस्तो इन्डियातिरको तामिलहरू छ अब लोकलहरू पनि कुनै पनि आउँछ घुम्नलाई त धेरै बाटो टेम्पल सो अब म थोरै अगाडि गएर उतातिर बस्नुपर्ने छ छैन पुलिसहरू पनि छ कि अनि अब धेरै मान्छेहरू चाहनु மாரியம்மன் தேவஸ்தானத்தின் ஏற்பாட்டில் டாக்டர் சிவகுமார் அவர்களுடைய தலைமையில் தீவிரமான आज न्यू इयर हो नि त 1 तारिकको त्यही भएर अनि प्रायः विदेशबाट मान्छेहरू धेरै हुन्छ कि ஏன்னா உலக மக்கள் எல்லாம் இன்னைக்கு என்ன சொல்றாங்கன்னா இந்த பத்துமலை என்பது 6 படை வீடுகளில் 7வது படை வீடு அப்படின்னு சொல்றாங்க
அப்படினா நமக்கு फेरि ஒரு கவசம் வந்து नेपालीहरू भेटिन्छ अलिक धेरै गाह्रो हुन्छ कि सो त्यही भएर होइन நம்முடைய டிஎஸ் அவர்களுடைய நோக்கமும் அதை முன்னெடுத்து இப்போது செயல்படுத்திக் கொண்டிருக்கின்றார் நம்முடைய டாக்டர் சிவகுமார் அவர்கள். அதனாலதான் வார இறுதியில இந்த பிள்ளைகளுக்காக, ஏன்னா சமயம் எங்கிருந்து தொடங்குது, பிள்ளைகளுக்கு நாம் घुम्नको कता छिरै छिरे यार साथीहरूको चाहिँ भेट्दैन कहाँ हो त फोन पनि लाग्दैन भाइहरू भाइलाई भेट भयो खर साथीहरू भन्ने छ यार खर कति जानुभयो पूजा गर्न गएको जुत्ता लगाएर जानलाई अलाउड पनि छ अनि चप्पल खोल्नु सबै छ कति गराउँछ हेन्सम भएर आएको दाइहरू है अन्त म चाहिँ अलिकति एकदम नेचरल हो नि त होइन के अरे म नेचरल भिडियो तपाईँहरू के अरे मेरो गराउनु भएको होला भन्नु भएन आयो त नेकम भने के हो केटीहरूले गर्ने मेकअप कहाँ हामी उल्टो बाटो गएको उताबाट होइन र उताबाट हो ए कहाँ उल्टो साइडमा आएको नि उल्टो बाटो म त अनि गाडीबाट झन्मे त छिरी बितेको थियो त म त झन्डै अनि हरायो नि त नि पर्खिँदा यार दाइहरू नि फेरि घरि कता भन्छ यहाँ हाम्रो 2-3 जना गायब छ अब यार के भन्नुभएको 2-3 जना गायब छ हाम्रो साथीहरू एकै सँगै आएको साथीहरू नि कहाँ छुट्याएर पुग्नुहुन्छ तपाईँहरू पनि सँगै आउनुपर्छ नि तिमी फोन गरेर बोलाएको कहाँ बोलाउने थाहा छैन अनि ठाउँमा एक ठाउँमा धेरै फोन गर्नु छ कि यहाँ छ भनेर बोलाउनु नि मलाई नि म एक्लै भएको मान्छेहरू यत्रो उहाँ तलै त्यो कुद्दै आएको एक्लै आउनु 6 जनाको ग्रुप आउनु धेरै फरक हुन्छ क्या भाइ त्यस्तो कोसबाट के अरे भिडबाट म मुसा जस्तै निक्लेर आएको गर्मीले झन्डै मरेन च्यापेर पुरै उकुस मुकुस भएर निक्लेको अरे म त नि यत्रो मान्छे गएको होइन यिनीहरू त टुरिस्ट होला के हो कति मान्छे छ किरासरी छ मान्छे त नि अहिले त मलाई त डान्स हेर्दै बसेको थियो डान्स के भन्यो त्यो दाइ फेरि आज हिरो भएर आएको छ भाउजूलाई भनाउनु कि नभन् कानु भाइ राम्री केटी अगाडि ल्याऊँ भने खालि गाली गरेर पनि हुन्छ भिडियोमा भनेको
राम्रो त तपाईँ चाहिँ हुनुहुन्छ तपाईँलाई देखेर चाहिँ विदेशी जस्तो होइन त अमेरिका जस्तै तपाईँलाई त के अरे कोरियाको जस्तै देखाएर त मान्छे नै अब नेपालको प्योर नेपाल हो त्यति साह्रो बुढो मान्छे अरे भर्खर तलका जवानलाई बिल्डिङहरू पनि देख्छ है उहाँ तलदेखि अन्त दिनमा फरक काटेर एकछिन घुमेर जानु नम्बर अब फेरि एउटा चलाएको जलदाइको नम्बर त्यही हो मान्छे त कहाँ देख्छ नम्बरमा आजको रमाइलो साथीहरूसँग नेपालीहरू त खासै आउँदैन सबै यार खोइ तपाईँहरूको साथी कति राम्रो आजको घुमघाम पनि स्थगित होला जस्तो अझ जाम अब कलरको हो कि कलर कहाँ सुनेर त कहाँ यत्रो सुन्ला आर्मी जस्तो आर्मी यहाँ सूत्र यत्रो सुन्ला भने कहाँ अमेरिका हुँदा धनी हुन्छ नि रामी रामी यहाँ छ नि यहाँ जुम गरेर पऱ्यो पऱ्यो अरे बसेर बोक्रो हुन्छ भित्र जाम भिडियो गरिदिउँ होइन ए सरी पानी पऱ्यो भने के हुन्छ हौ दाइ म त कहाँ 20 मिनट छ साथी सास्तै यतिखेर पानी पऱ्यो भने के हुन्छ यतिखेर ठुलो पानी पऱ्यो भने के हुन्छ यत्रो पानी के हुन्छ तिनका थियो किन किन अब चाहिँ हामी अर्को ठाउँमा घुम्न जाँदैछौँ ती मान्छे भिड छ कि आज सो पानी पनि पर्न लागेको छैन मौसम पनि फुल छ है दामी छ माछाहरू पनि धेरै छ यो पानी चाहिँ के गएको छ मुङ्ग्री माछा है क्या कति राम्रो माछा चारैतिर पनि कति माछा हुन्छ धेरै माछा हुन्छ दामी छ क्या लौ बस खानापिना होला नि त खानापिना यता अब के जुस सुस केही खाने अब पहिले त घुमेर पनि खाने के गर्ने खाएर जाने तिमीलाई भोक लागेको छैन लागेको छैन भोकले यहाँ पेट बिहान के खाएर भगवान अच्छा रोल ले आयो दिल से देखा रहा दादा शास्त्री जी जाओ
पूजा गर्ने मजा गर्छ नि मलाई बेच्नु गएको छ बेच पानी हाल्दैन मलाई नि लु हामीलाई भनेको त एक किसिमको मलाई मन पनि बेला भएको के रे यतिको पनि जाउँ केना मेरो रुममा हाम्रै ठाउँमा गएको नि हाम्रो ठाउँमा फेरि फर्किनु परेन के चलेको छ यहाँ भोज बिहे भोज चलाएको क्या तिमी जाउँ त्यहाँ नजानु यो चिडियाखाना नै हो यहाँ सबै पाउँछ जनावरहरू चराचुरुङ्गीहरू मान्छे त कति हो कति है सब टुरिस्ट आज खासै आएको छैन कि तर नेटै चलाइ छैन है त्यो जरा पनि गर्दैछ बुढीसँग बिन्दासमा छन् यहाँ बाउ छोरी बोल्दैछन् खै के भन्छौ तिमी कुरा बुझिन है मैले अर्को बाटो टेप्न जाँदैछ हामी चाहिँ आमामा त्यो के हो दाइ मान्छे चाहिँ कालो टाउको चाहिँ के हो त्यो बेसार दलै क्या फर्स्टचोटि देखेँ मैले बेसार दलै मान्छे गरी पनि नेट हेर्नु नेट ओ नेट चल्छ पानी खाने कि चिसो खाने त्यो पानी के खाम न अब कोक्सो भएर खाउँ न एकदम महँगो होला है महँगो भयो भने के हुँदैन अब खानु पर्यो है आहा पैसा कमाइ भएपछि ल अब हामी चाहिँ खाजा खाने क्रममा छौँ चिसो तातो के खाने गरीमा त चिसो खानुपर्छ पावर सावर होइन म चाहिँ के खानु पर्यो भन्दाखेरि सस्तै छ अरे छैन ल समा डिउ होइन यो त पेप्सी हो नि कुन हो ए हुन्छ यहाँ ल पेप्सी नै खाऊँ न दादा टक्क पेप्सी खाने हो चिसो है गरी पनि धेरै छ सो अब हामी चाहिँ भित्र प्रस्थान गरिसक्यौँ रामायणको यो छ है यहाँ चाहिँ सबै भगवानको मूर्ति छ कि यो रामायण हो म गर्न मैले लिएर आएँ यहाँ त सो अब हामी तलबाट चाहिँ यता माथि चढ्दैछौँ हामीलाई अब माथिसम्म जानुपर्ने हुन्छ ल धेरै माथि छ क्या सिधी सिधी पनि अब यहाँ चाहिँ यस्तो यहाँ दामी छ बाल छ हरिसको त्यो नेपालको हाम्रो हरिसको खाएको थियो नि सेम त्यसको राम्रो सुविधा हामीलाई पनि यहाँबाट चाहिँ यहाँबाट पानी बगेर छ कहाँबाट निस्किनु पनि उता पर दुई ठाउँ जानुपर्छ यता पनि छ त बाटो नि अहिले हामी यताको साइडमा जाँदैछौँ यता चाहिँ नजाने भयो होइन हामी यताको साइडमा छौँ माथितिर सरी
अलिक तल हिँड्नुपर्छ अनि अब अस्ति चाहिँ एकचोटि आउँदा चाहिँ खासै सुरुमा आउँदा चाहिँ धेरै पनि थाक्यो अहिले बानी पऱ्यो कि अनि अहिले तपाईँको नाम गर्नु न तपाईँको नाम खोज्नु चाहिँ कहाँ छ तपाईँको नाम खोज्नु त पेन लिएर आउनु पर्दैन साथ मासतिर चढ्दैछ सो आइएछ भन्दा टपमा पस्यो चाहिँ नो सुज अलाउड जुत्ता त लाएर भित्र छिर्नु पाउँदैन यता त नि सब पैसा लिएर पहिला सबै फ्री थियो कि म त निकाल्नु जुत्ता चाहिँ निकालौँ महँगो जुत्ता छ हराउँछ मेन ठाउँमा प्रस्थान गऱ्यौँ हामी तपाईँ पनि ध्यानमा बस्नु त्यहाँ ध्यानमा यतैबाट हो ध्यान टोपी खोलेर बस्नु नि यहाँ अगाडि भएन गौतम बुद्धमा त तपाईँको के छ यहाँ कुवा पो रहेछ त्यो कस्तो दामी छ अब फोटोसोटो खिच्ने क्या अब क्यामेराम्यान दाजु के खिच्दै हुन्छ स्वर्गमा आएको स्वर्गमा आएको होइन हो स्वर्गको भ्यू लिइरहेको छु कि स्वर्गमा हामी अहिले मलेसियाको स्वर्ग अब हाम्रो अन्तिम सक्यो है अब हामी बाहिर प्रस्थान गर्दैछौँ यता पनि छ कि कताबाट घुम्ने ठाउँ छ यहाँ त छैन क्या ए हेरेछ जाउँ अब के को दुलो हुन्छ मतलब यसको अब यो साइन्टिस्ट होला नि त यो साइन्टिस्ट हो अनुसन्धान गरेको होइन अब हाम्रो घुमाइसक्यो अब अनुसन्धान गर्ने मान्छे निस्किनु बाहिर यहाँ पनि थियो अस्ति नै थियो माछा कछुवाहरू सबै थियो यहाँ अस्ति नै एकचोटि आएको नि त्यही भएर अहिले त छैन पानी परिसकेको ठ्याक्कै निस्किने बेला पानी पनि रोकेछ यहाँ राम्रै भएछ अब हाम्रो टिकट पनि सक्यो टिकट अगाडि बेचिदिउँ न हाम्रो टिकट बेचिदिनु थियो फाइदा हुन्छ कि हामीलाई बा होइन ए पानीमा फाटेपछि के जुत्ता त नि आजको बाटो केप धमर सक्यो भने आयो जुन कालिम्पोङ आयो सरोज यादव
यो हाम्रो टिकट युजरलाई 50% डिस्काउन्ट बेच्नु मिल्छ कता के लेखिसकेको होला त्यहाँ के भनेर त्यही लेखेको यहाँ चेकिङ गर्छ फेरि के चेकिङ गर्दैन भने हामी त्यस्तो स्क्याम गर्नु हुँदैन हामी भनेको स्वच्छ इमान्दार मान्छे हो के कसो दाइ ओ साथीलाई फोन गर्नु साथीको मोबाइल 1 घण्टा त यो अफ छ डाटा आफै आफै अफ भइरहेको छ यहाँनिर ल मौसम पनि कुल छ क्या आज मान टेन्सन होला यार यतिखेर आएर पहिला घुम्न त घुम्न खानासाना खाने अनि बाटो लाग्ने के कसो लाइनमा बस्ने ल बाहिर निक्लेर होटेलमा खाउँ न त जाऊँ न उता परतिर जाऊँ न ए छोडिदिनु आएको थियो यादवलाई त्यसो भनेर कहाँ हुन्छ यार अनि के फोनै लाग्दैन के गर्ने अब पुलिसलाई खबर गर्नु के गरेको थियो यार यहाँ बाटोमै साइडको जाने नेपालीहरू त खासै देखिन जान्छ तपाईँ कहाँ कता जानुहुन्छ केलाङ सेन्टर कि मिलाई त्यसलाई गरेर पठाइदिन पाए हुन्थ्यो भनेको